हेलो गाइस वेलकम ब्याक अगेन स्वागत छ तपाईँलाई यो भिडियोमा। आज भने तल म भाइको बिहामा आइरहेको छु। आजको भक्त भाइको बिहाको बनाउँछु अहिले यहाँ छ पर ड्राइभर गाडी यता छ गाडी यता छ यता भाइ छ हो ड्राइभर भाइ केटाहरू छ यतै बडाहरू हुन्छ बेहुला बेहुली यहाँ छ बडा हुन्छ अनि यता कोकुहरू हुन्छ फुपूहरू हुन्छ फुपू के बोकिदिनुपर्छ बोकी यो बोक्नु पर्यो कुकुर हुन्छ नाना पनि हुन्छ यहाँनिर कुकुर हुन्छ यहाँनिर बेलु घर आइपुगिसक्यो हो हामीले सगुन लगेर कल जाँदैछु हो कप्पा हुन्छ अब यो सगुन लगेको कप्पा हामीलाई होइन यो जस्तो है जस्तो अहिले फेरि त्यही झरा लिएर आउनुपर्छ नि एउटा कुर्सी ल्याउने यस्तो एउटा टेबल ल्याइदेऊ न एउटा सानो होइन त्यो होइन यो यस्तो राख्ने टेबल चाहिँ चार बजे यो चाहिँ हाम्रो चाहिँ त्यता राखौँ टिका लगाइदिन आक्षेता छ यो अहिले लाउने अविनाश एउटा सानो कटौरा जस्तो के ल्याउने एउटा पातै भामु चाहिँ यहाँ छ केरा बाबा 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 छ यसमा अलिकति छाँटो त अलिकति डबल गरेर पहिला दुईजनालाई पुग्ने मात्र केही पनि बेसी भयो सब्जीको लागि यो पनि पारा अलिक धेरै ल्याउँछ 100 रुपियाँ किलोमा भेनाले त कम्ती ल्याएको छ हाम्रो कार्यक्रम आरम्भ गरौँ गरौँ धुप थियो नि यसो पालेको पनि भालु धुप कम्ती साहब हेर्नु न हो कि काउन्टरमै छ यता यता एउटा तपाईँले सबैले गीत सुनेकै छ आफ्नो भन्ने आफ्नै हुन्छ र यताको पाराले म सुरु गर्छु बस उताको पारा त्यहाँदेखि मिलाउने नमिल्ने त कुरै छैन मिलाउने पारा हो कि अच्छा सुन्नुभयो अब हजुर सच्चिदानन्द रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्राय विनाशाय श्रीकृष्णाय वयं नमः। हाम्रो चाहिँ यस्तो छ कि तपाईँहरूको केही छ हाम्रोबाट चाहिँ राईबाट दुईटा कुरा भनिदिउँ न म भनिदिउँ भनिदिनुहोस् हरि ओम गणानन्त्वा गणपति गुं हवामहे प्रियानन्त्वा प्रियपति गुं हवामहे निधिनन्त्वा निधिपति गुं हवामहे बसो मम आहम जानी गर्भधम्म तमजासी गर्भधम्म हो कि ल अब यो त राख्न त राखेको छ बोली बिन्ती यसो यो सारेर अब के भन्नु छ तपाईँले दुई शब्द भन्नु त अलिक छु मात्रै न ठेकी छु यसो गरेर चाहिँ हामीले कतिजना ल्याउनु भयो के भयो ल्याएको छौँ तपाईँले जति भनेको मान्छे छ त्यति चाहिँ हामीले लिएर आएको छौँ अच्छा यहाँनिर र यसको कार्य चाहिँ तपाईँले उकास दिनुहोस् भनेर चाहिँ बिन्ती भाउ गर्नु आएको कुरा त राम्रो छ त राम्रो छ असली कुरा हो असली कुरा छ असली कुराहरू छ जसरी भगवानहरूलाई पर्सिन्छौँ त्यसरी नै विष्णु लक्ष्मी सम्झेर उहाँको लाभा लस्कर सम्झेर उहाँहरूलाई पुजेको हो यो र अक्षता भिजाएर लुगै बिग्रिने गरी आँखामै परोस् भनी भक्कु हिर्काउँदै गर्ने चाहिँ यो चाहिँ उपद्रो हो।
दुई हातले राम्ररी पर्सि म मन्त्र पढ्छु। ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गौडाधिप मङ्गलम पुण्डरीकाक्षाय मङ्गलायश्च तनुहै सर्व हुँदैछ। त्यसको सूचना दिएर त्यो कार्यक्रम गरिनेछ। दुईपट्टिले मध्यनजर राख्ने र बुझ्ने कुरा हो। र हाम्रो समाजमा के छ भने आफूभन्दा ठुलो हुँदाहुँदै दिदी हुँदाहुँदै बहिनीको बिहा भयो भने, दाजु हुँदाहुँदै भाइको बिहा भयो भने अनि उहाँहरूले चाहिँ सरी भन्ने अथवा माफी माग्ने एउटा दस्तुर छ। र अब अहिले आजको बेहुला बेहुलीले उहाँको दिदीसँग हामी तपाईँसँग माफी माग्छौँ भन्दै केही दिदीलाई केही चिज चढाएर माफी माग्ने हो। अब दिदीले चाहिँ त केही भनेको छैन, माफी दिने हो कि नदिने हो। ल अहिले हुन्छ त्यो भाइको बडी बसिसक्यो ब्रह्मानन्दं परम सुखदं केवलं ज्ञानमूर्तिं दद्वान्दितं गणसदृशं तत्तमक्षरविलक्षणम् एकं नित्यं निर्मलमथलं सर्वदा साक्षिरूपं भावादीतं त्रिगुणरहितं सद्गुरुं नमामि। गुरुब्रह्मा गुरुविष्णु गुरुदेव महेश्वर। यस्तो सम्झौता बेहुला पक्षबाट बेहुली पक्षबाट यो शुभ विवाहको शुभ उपलक्ष्यमा गरेको कार्यक्रममा सफल हुँदै अब मुख्य कुरा सम्बन्धी मेलन। बेहुला बेहुलीको दस्तुर त भइसक्यो, तर उनीहरूको बाबा आमा काकाको बाबा आमा बाहेक अरू त्यहाँदेखि बडाहरू छन् होइन। यो बेहुली पक्ष तयारी, बेहुला पक्ष तयारी। लो ढोग्न थालौँ। ए आफ्नो आफ्नो पक्ष कोसेलीलाई छुन्नुहोस्। अब पर्दा हटाइदिउँ त। पर्दा हटा अहिले जसले ढोग्नुभयो हेराहेर गरौँ त। फेरि तिन अझै बेहुला सँगै यस्तो गरेछ ल। अहिले भने बिदावरी गऱ्यो त हामीलाई भर्खर होइन। हामी चाहिँ अब जानु आँटेको अहिले हुन्छ हामी फर्किँदैछु होइन। बिहा घरमा तल राख्छ गाडी चाहिँ हामीले गाडी तल राख्छु कि अन्त माथि अलिक बिहा घर पनि माथि हो, अलिक माथि चल्छ हो। अहिले भन्दा हामी फर्किँदैछु होइन। 3 नम्बर पनि आइसक्यो हामीले होइन। हाम्रो त आइसकेर पनि होइन। बस चाहिँ हाई स्कुल